छालाको जुत्ता भने देखिसक्नु है तिमीहरू भइ खाइदे दाइले हामी यति बेला पिकनिक स्पोटतिर जाँदैछौँ जहाँ यति बेला हामी स्वयम्भू यो दृश्य हो स्वयम्भूको दृश्य हो हामी स्वयम्भू तपाईँलाई देखाउनेछौँ देख्न सक्नुहुन्छ हाम्रो साथीहरू अर्को गाडीमा जाँदै गरेको दृश्य हामीले देखाइरहेका छौँ साथीहरू पनि पिकनिक जाँदै हामी पनि जाँदै हामी दुईवटा गाडी रिजर्भ गरेर आएका हौँ देख्न सक्नुहुन्छ आजको माहौल तपाईँहरूलाई देखाउनेछौँ हामी अन्तिमसम्म यो भिडियो देखाउनेछौँ बेला त्रिभुवन पार्कमा गाइजहरू देख्न सक्नुहुन्छ हामी ओर्लिसकेका छौँ है देख्न सक्नुहुन्छ यो त्रिभुवन पार्क हो हामी यो भित्र छिर्दैछौँ प्रवेश गर्दैछौँ गाइजहरू हामी तपाईँलाई सबै देखाउनेछौँ यहाँभित्र के छ सबै देखाउनेछौँ है त यो के बोक्दैछौ हेलो भाइ के बोक्दै हो पानी यता मासु सासु भन्ने कुरा अब हो मेरो भाइ के छ पोलदरबार हेलो सर नमस्कार कोट लगाएको मान्छेलाई सामान बोक्न लाग्दैन यस्तो पनि हुन्छ त्यही त ठिक छ तपाईँले फ्रीमा खाना आउने ओल्दरबार हजुर ओल्दरबार हालत खराब भइसक्यो गाइस छ माथि पुगिन्न जस्तो छ ए साथी हो गरी खान गाह्रो छ हो है गरी खान गाह्रो छ यो पुल हो यस्तो गजबको पुल छ देख्न सक्नुहुन्छ हामी त्रिभुवन पार्कमा छौँ हेर्नुहोस् त मासुको हालत गाइस मान्छे मारे जस्तो भइसक्यो निन्द्रा लाग्यो भोक लाग्यो यिनीहरूले खाने कुरा दिँदैन यार आउँछ बिस्तारै भोक लागिसक्यो यहाँ हेलो गाइजहरू के छ ठिक छ दाइ एकदम बब्बाल खास के को लागि आएको हो पिकनिक यसो रमाइलो गर्नु रमाइलो गर्नुपर्छ है यता वनभोज ब्यानर टाङ्दै गरेको दृश्य हामीले देखाइरहेका छौँ देख्न सक्नुहुन्छ हाम्रो सर माथि डाँडामा हुनुहुन्छ के छ भाइ ठिक छ नि रमाइलो भा भइ खाइदे दाइले मान्छेलाई चिन्छ नि गाइस होइन ठिक छ होइन सबै छेकिँदो रहेछ यार मोटो छ अनि ठिक छ नि होइन हामी कहाँ हो जाम घुम्नु है गाइजहरू तपाईँलाई के छ यहाँ हामी सबै देखाउनेछौँ यहाँ ठुलो शालिग बनाइएको छ राजा त्रिभुवन होइन त राजै हो नि राजा त्रिभुवनको शालिग हामीले देखाइरहेका छौँ देख्न सक्नुहुन्छ यहाँ ठुलो कछुवा पनि देख्न सक्नुहुन्छ है कछुवा हो ल ए माछा त यहाँ रहेछ माछा त यता रहेछ देख्न सक्नुहुन्छ तपाईँहरू पनि यदि घुम्न चाहनुहुन्छ भने यो ठाउँ असाध्यै रमणीय ठाउँ छ देख्न सक्नुहुन्छ हामीले सबै प्रत्यक्ष देखाइरहेका छौँ यति राम्रो छ कि कुरै नगर्नुहोस् यहाँ आएपछि मन लोभिन्छ तपाईँहरूको मन पटक पटक यतातिर आकर्षित हुन्छ पक्कै पनि
देख्न सक्नुहुन्छ यो हो त्रिभुवन पार्क। हामी राजालाई भेट्न जाँदैछौँ। राजालाई भेट्न ल केटा आऊ है। हामी अनि यो राजा महाराजाहरू किन यस्तो अग्लाको ठाउँ बस्छ हामीले भुइँतिर बस्नु होइन त्यही भने है हामी डाँडा डाँडा बस्दाखेरि तराईमा अरूले दिमाग लाएर यस्तो अरे के जनताहरूले खाना खाएनन्, जनताको घरमा आगो बलेन भनेर हेर्नको लागि पनि राजाहरूले पहिला सबैभन्दा अग्लो ठाउँमा बस्ने गर्थ्यो अरे भन्ने कुरो सुनेको हो। वीरेन्द्र पनि खास यार वीरेन्द्र वीरेन्द्र त्रिभुवन अझ तल छ त्रिभुवन चढ्न मिल्छ कि बाटो रहेछ है। देख्न सक्नुहुन्छ हामीले एक चक्कर लगाइसक्यौँ। सबैले हातमाथि गरेर आम त ल ल ल हाम्रो वीरहरू वीर योद्धाहरू है। ए काले के छ अर्को अर्को होइन अर्को कालो छ जाने। आऊ 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 यहाँ माथि हेर नि केटा चित्र त्यो चित्र होइन यस्तो हुन्छ कि यो मूर्तिहरू होइन। गाइजहरू यहाँ जुत्ता कसको जुत्ता ल्याएछ यार आइज 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 कसको जुत्ता हो यो यार जुत्ता छालाको जुत्ता भनेपछि देखिसक्नु है तिमीहरू है देख्नै हुन्न है छालाको जुत्ता है है तिमीलाई पुरै मोज गरिरहेको छ जुत्तालाई कसको जुत्ता ल्यायो ओइ देख्न सक्नुहुन्छ यहाँ परिवारका गुण हेर्नु न कस्तो राम्रो बनाएर राखेको छ है परिवारका गुण हो यो र हाम्रो केटाहरू अगाडि जाँदैछन् हाम्रो केटाहरू त जाँदैछन् म यता छु है हामी यहाँसम्म खाइसक्यो कि जस्तो छ छिटाउनु हो र हाम्रो भाग कहीँ जाँदैन भाइ हाम्रो भाग कहीँ गयो फेरि गाइस हाम्रो नास्ता सुरु भइसकेको छ कसैले खाइसकेको अवस्था कोही खाँदैछन् खान्छ बल्ल बल्ल खाने कुरा के ल ठिक छ यता आएर बस थाहा छ खाना खान्छ यो है